Hey, what's up guys? Welcome to my YouTube channel. It's your boy Sushil. Welcome to my vlog. What's up brother? नयाँ वर्ष गाइस म देख्दिनँ त है तिमीहरूलाई त त्यो फेल भएको मान्छे यसलाई रुवाइदिन्छु कि आज फेल भइस् कि फेल भइस् भनेर यो फेल हुनेवाला मान्छे भन्छ त्यो रिजल्ट आएपछि अरे रिजल्ट आएपछि पख्न अनि यो चाहिँ पास भएको जबरजस्ती यो त झन् घिस्टेर पास भएको ठुक्क जान्छ डिआको केटो अनि पुजोरीको सिकायो अब यिनीहरूको हेर्नुपर्छ माथि गएर अब चाहिँ हामी गलिसक्यौँ होइन अनि गएर सब बसेको छ फान्टेर नक भइकेर छ कुराहरू हामी चाहिँ अब धोतेश्वरमा आइपुग्नु लागिसक्यौँ होइन त्यही हो हामी चाहिँ गलिसक्यौँ घामले राम्रो हानेर छ अनि कडाहरू पछाडि को छ मेरो फान्टे छ मेरो पछाडि अनि तल छ ल मेरो केटाहरू छ गाइस देख्न सक्नुहुन्छ दर्शकबिन म चाहिँ गलिसकेँ घामले टाउकोमै हानिसक्यो त्यही हो गाइस है त गाइस अब चाहिँ हामी धोतेश्वरतिर जाँदैछौँ अनि कडाहरू चाहिँ यहाँ छ हामी हिँडेको चाहिँ आज धोतेश्वर अनि त्यसपछि म पारौँ अनि त्यसपछि डम्बरे भनेको अब कहाँसम्म पुगिन्छ त्यही हो गाइस सो गाइस हामी चाहिँ धोतेश्वर आइसक्यौँ होइन अस्तिको श्रम गर्नेहरूले चाहिँ यस्तो गरिदिनु भएको रहेछ उहाँहरूलाई धेरै धेरै धन्यवाद हामी चाहिँ यहाँदेखि स्याटो लाग्नुपर्ने हुन्छ कडा आऊ छिटो कस्तो लभली बनाएको छ सफा गरेर लास्ट खुसी लाग्यो गाइस मतलब सबलाई तर यो हटाइदिनुपर्छ नि यहाँनिर पनि गर्छ नि तपाईँहरूले यति पनि गर्नुपर्ने नजिकैको छरछिमेकीहरूले दाउरा काटिदिनु पर्ने भयो बजा घन्टी गाइस हामी चाहिँ अब भित्र पर्दैछौँ खै कति चिज छ यार भित्र चाहिँ यस्तो छ गाइस ओ यो खोइ यो बल्दैन त्यो बत्ती बल्दियो त अरू बेला त भित्र चाहिँ यस्तो अन्धेरो छ गाइस लाइन त गएछ तर देख्न सक्नुहुन्छ यहाँभित्र चाहिँ यस्तो टाइपको के भन्छ यो गुफा छ अनि यहाँ चाहिँ मन्दिरहरू देख्न सक्नुहुन्छ गाइस अनि अरू के छ भने अब खासियत चाहिँ के हो भनेदेखि यो के भन्छ यसले सर्प हिँडेको भन्छ ल गाइस यतातिर चाहिँ पहिलाको सत्ययुगमा चाहिँ हुन्छ नि त शिवजी र पार्वती चाहिँ यतातिर कुदिनु भएको मतलब भागिहिँड्नु भएको अरे सर्प भएर त्यसो भन्छ ल गाइस हेर्नु सक्नुहुन्छ यस्तो छ हेर्नु केटो त बत्तीले देखिनस् के माग्छौ तिमीहरूले जे माग्यो भने तिमीहरूलाई त दिए पो सो यतातिर चाहिँ तिमीहरूसँग बत्ती छैन निकाल्दा बत्ती बाल्न त त्यही हो तेरो बत्ती सेट त्यो गाई चाहिँ यस्तो गुफा छ कि होइन देख्न सक्नुहुन्छ यहाँदेखि गयो भने चाहिँ हामी टाइमकै पुगिन्छ भन्छ होइन उता उधो गयो भने सबै खोला पुगिन्छ भन्छ होइन ल ढाड उधो जाने बाटो हो गाई केही देखिँदैन हो अन्धकार छ यतादेखि गयो भने टाइमकै पुगिन्छ भन्छ कोही मेरो भन्नु चाहिँ भन्छ अब के छ त नि त्यही हो गाई यतातिर यस्तो यस्तो छ ल गाई हामी चाहिँ जाँदैनौँ गाई हामी किनकि हामी डराउँछ बुझ्नु भएन थाहा छैन तिमीलाई यहाँदेखि देखिसकेको भित्र बसेर नि अब हामी कहाँ जान्छौँ भन्दा अब हामी कहाँ जाने अब हामी म पार्नु जान्छौँ ल गाइजहरू देख्न सक्नुहुन्छ हजुर सो गाइज हामी चाहिँ धोतेश्वरदेखि अब म पार्नुतिर लाग्दैछौँ गाइजहरू बाटो चाहिँ यस्तो जङ्गलको छ अनि तँलाई कस्तो बाटो हिँड्नु मन लाग्छ अरे है जङ्गलको बाटो हिँड्नलाई चाहिँ मजा लाग्छ अरे हो तँलाई बाघले हानिदिन्छ अनि त्यो गाइज हामी जाँदैछौँ अनि धिरनेश गाडी छ मोस्ट ह्यान्डसम
मोस्ट ह्यान्डसम पर्सन इन नेपाल होइन अहिले होइन वर्ल्डकै सबैभन्दा ह्यान्डसम अरे यसले भनेको दि ओ ल त मोडो सो गाइज हामी चाहिँ रमिता डाँडामा आइसकेको छौँ अनि सूर्यकला घर अरे अनि सूर्यकला भने त अस्ति कक्ली पनि लभले होस् न त नि अनि कडाहरू सब बसिरहेको छ यहाँ रोडुङ्गे छ सबभन्दा ह्यान्डसम मभन्दा ह्यान्डसम भयो यो भन्दा ह्यान्डसम अहिले फेरि यो भइसक्यो अनि यो सेकेन्डमा आयो यो फर्स्टमा आइसक्यो यो चाहिँ फेल देख्न सक्नुहुन्छ सानो बच्चा अनि चाहिँ ठुलो यसको चाहिँ क्या लभली सिङ छ यार खाइले त दाँत पनि रहेछ लभली खालको नखाउ न हौ एकवटा यहाँ कस्तो राम्रो पपी झर्ने रहेछ हौ हेलो कडा हो टिकुच ओ हेलो टिकुच हेलो ब्रदर आम्मा कति राम्रो रहेछ यो त कत्रो भुक्लुको क्या यो त ओ यहीँ छ आम्मा यो डेन्जर छ ज्याकी उसको ऊ त ठुलो शक्ति हेलो ज्याकी ज्याकी ऱ्याकी के अरे त्यो नाम आइज आइज खेल्छ स्पाइट मसँग ल आइज ल आइज ल यो चाहिँ कस्तो रहेछ यसको त थुत्ने कस्तो भुक्कको हो हेलो ब्रदर तर हाम्रो सिम्बा जस्तै कलर चाहिँ ल सो दर्शकबिन हामी चाहिँ अब पुग्न लागिसक्यौँ नि देख्न सक्नुहुन्छ यो माथिको डाँडा चाहिँ मपारुङ डाँडा हो अनि हस्ता डाँडा अनि कडाहरू चाहिँ त्यहाँ कडेहरू त्यहाँ पुगिसक्यो होइन के भन्थ्यो नि त भाइ अब त गली हो दाइ गलिस खुकुर देखाइदियो नि त ए मारिदिन्छु नि होइन फ्रान्सिस हिँड्छौँ काट्दिने रेल एक सर्नु बुझेन गाइज वान ट्याप के बुझेन हौ हानिदिन्छु नि मिलाइदियो भाइ अब खतरा भयो त रेकर्ड त सो त्यो गाइज हामी चाहिँ गरिसक्यौँ भने बाघलाई त म पछाडिदिन्छु फिक्स हो भाइ म एक्लै बाघलाई त तिमीहरू पर्दैन हिँड्नु भाइ हिँड सो गाइज हामी चाहिँ मबानुङ पुग्न लाग्यौँ होइन पुग्यौँ भन्दा नि हुन्छ अब त यहाँ हो देख्न सक्नुहुन्छ मेरो ग्याङ एरिया छ केटाहरू अनि गले गाइज त्यही हो क्या दुःखले आइपुगेको गाइजहरू अनि सफा घर यस्तो राम्रो बनाउनु भएको रहेछ अस्ति चाहिँ खुसी लाग्यो गाइजहरू अनि गाइजहरू दर्शकबिन फाइनली केटाकेटी त खुसी फर्स्ट टाइम हो तिमीहरू है देख्न सक्नुहुन्छ ल गाइज भ्यू पोलचोटि आएको हो तिमीहरू बिस्तारै जाऊ है ल ल सो देख्न सक्नुहुन्छ गाइज भ्यू चाहिँ स्याटसँगले मिठो छ ल भ्यू चाहिँ सो गाइज ओइ केटाहरू तिमीलाई कस्तो लागिरहेछ एकदम कस्तो लभली लभली लागिरहेछ कस्तो लाग्यो है तँलाई रोदे यहाँ छ कहाँ जाने रे अब हामी यहाँदेखि चाहिँ हामी सुरुङ जाने गाइजहरू के अरे कहाँ जाने रे ओ जान्छ दम्बरी गुफा जाने गाइजहरू अब हामी यिनीहरू त देख्न सक्नुहुन्छ यहाँदेखि यस्तो भ्यू आउँछ हो तर यहाँनिर कस्तोकै यो उसले के भन्छ यो हावाले अरे यो हुस्सुले केही देखेको छैन होइन गाइजहरू त्यो अनि लभली छ क्या देख्न सक्नुहुन्छ म त लड्दिनँ हौ दोस्त अब त बानी भइसकेँ त्यो हो गाइजहरू अब चाहिँ हामी यहाँनिर भित्रको गुफा जाँदैछौँ होइन सो त्यो लभली पाडामा स्याटसँगले छिरेन भाइ लड्ला चाहिँ कडा म त छिट त उता जा सो गाइजहरू यहाँको गुफामा चाहिँ यस्तो रहेछ हो म त छिर्दिनँ त गाइजहरू ओ गाइजहरू देख्न सक्नुहुन्छ मिठो रहेछ यहाँ त सुत्दाखेरि पनि क्या रमाइलो हुँदो रहेछ हौ यहाँ त पानी रहेछ त यार सो गाइज यहाँ आइपुग्यौँ ल हामी चाहिँ
नाइस पारामा आयो खुट्टै तन्किएको त यार मेरो त कडा हो यहाँ पनि ब्लग यहाँ पनि रहेको छ खै त गले गाइस खै आउनु नाना थाहै गयो त मेरो त अन्ना त माटो भन्ने छ यहाँ आइपुग्ने रहेछ ल यहाँदेखि छिरेर सो त्यही हो सो गाइस यहाँ चाहिँ फोटो खिच्दैछ यसले यसको फोटो खिच्दैछ ह्यान्डसम छु हैन कालो आएर त उता गएर खिच उता चाहिँ राम्रो आउँछ रहेछ हैन के त यार म पारुङ भन्छ ल म पारुङ भन्छ भाइ मेरो सानो सो गाइस हामी चाहिँ अहिले यहाँनिर डम्बर टार हिँडेको रोटी रोटाको उनी रोटै सक्यो बुझ्नु भएन अनि केटाहरू चाहिँ त्यसरी जाँदैछ अब यस्तो बाटो हिँडिनु पर्ने हुन्छ हामीले चाहिँ देख्नु सक्नुहुन्छ ए कडा बिस्तारै यस्तो बाटो हिँड्दैछौँ हो तिमीहरू लड्यो भने मलाई पनि लडाउँछौ ल कडा बाटो चाहिँ यहाँसम्म चाहिँ आएछ लाने चाहिँ डम्बरसम्म लाने होला बजेट नपुग्यो हो कि समथिङ केही बिग्रिएर हो कि ओहो हो होला नि अब त्यहाँ छोडेर त्यो निस्किसकेर चाहिँ अब यस्तो डाँडामा आइसक्यो पनि देख्न सक्नुहुन्छ डाँडै डाँडा फर्स्ट टाइम यतापट्टि आएको म डम्बरेको दोस्त तिमी आएको थियौ हुन्छ के ठाउँहरू छ के बुझेनौ केटाहरू ऊ मासतिर छ डाँडै डाँडा यो म हरियो फिरेको बेला चाहिँ आउनु मन थियो तर जुगिसले सक्छ र अब त गाइजहरू हजुर केटा चाहिँ यहाँ पुगेछ दसैँ तिहारमा ठ्याक्क अनि दसैँ तिहारमा अब देउसी खेल्नु कि घरमा यता त्यता हुन्छ त्यस्तै हो गाइजहरू बुझेनस् हामी चाहिँ डम्बर टाढा आइसक्यौँ देख्न सक्नुहुन्छ यही हो डाँडाहरू चाहिँ अनि यो डल्ले यहाँ बसिरहेको छ यो चाहिँ मेरो नाना हो फेरि बुझ्नु भएन यो चाहिँ घरकै हो नि फेरि यो चाहिँ घरकै नाना हो अनि डोमेस्टिक भेटेको सेटेको केही होइन प्योर भन्दा चाहिँ भेटेको भन्छ भन्ने चलन छ घरतिर त्यस्तो हल्ला छ तर घरकै हो यही हो डाँडाहरू चाहिँ गाइजहरू हामी चाहिँ स्याटसँगले डमरी आइसक्यौँ अनि भन् दुइटा केटाहरू माथि पुगिसक्यो अनि भन् न अनि यिनीहरू पुगिसकेर आइसक्यो अनि अब हामी खान्छौँ अनि बोल्ने केही छैन केही गरेर त पछि गएर ठुलो ब्लगर भइस् भनेदेखि क्यामेरा फ्लिप गर्नु कसले सिकाएको भन्नु भनेदेखि मेरो नाम दिनु ल आम्मामा हो कैन भन्न त मैले सिकाएको कैन तँलाई हो अनि को भन नि हाम्रो सुशील दादा हुनुहुन्थ्यो भन्छु ल हुनुहुन्थ्यो होइन हुनुहुन्छ अझै पनि जिउँदै हुनुहुन्छ भन् मरेको हो र हुनुहुन्थ्यो हाम्रो सुशील दादाले चाहिँ मलाई यहाँनिर क्यामेरा यसरी पक्रिनु भन्ने सिकाएको होइन फ्लिप गर्नु सिकाएको गाइस र खेल्छस् भन्ने आइज त भएको छ होला यार साथी आयो भन्ने त डर पर्छ क्या कसै हो त्यो चाहिँ अब नि त मान्छे तँलाई होइन जोड्दैन तँसँग जुट्ने भने त जुट्दैन कसरी हो मैले खाँदातिर भने यो चाहिँ भएको छ के अब म अगाडि यत्रो खुकुरी देखेन यहाँ कम्पनमा म त एक्लै हान्छु नि 20 जनासँग आम्मामा अब खानु नखानु त अब कुरा छ कुट्ला होइन तर भाग्ने चाहिँ होइन नि त बुझिन कहाँ भएको छौ त मिसी यहाँनिर खाजासाजा खाएर यहाँ धारामा थियो अनि खाजासाजा खाएर आउँदै गरेको अनि केटाहरू चाहिँ ठक्क टाइम बसिरहेको छ अनि हाम्रो नानाहरू छ होइन अब म चाहिँ यहाँदेखि यत्रो माथि निस्किन्छु ल डाँडामा यसले मलाई अलमा लाग्यो भिडियो बनाएर जाँडा ओ रोदे तँ खुकुर त्यसो नगर जाँठा त्यो चाहिँ खुकुरी खेलाएको छ ढुङ्गा तेरो नि म छुट्टे गाइस अब यहाँदेखि म स्याट्टा माथि जान्छु सो
सो गाइज हामी चाहिँ यो के कस्तो डम्म टारको पिकमा आइसक्यो भने डाँडा चाहिँ यो केटा र म आएको त्यहाँ पर टावर छ नि यहाँ माथि चाहिँ हो टेम्क्यो अनि केटाहरू चाहिँ ऊ तल बसिरहेछ हामी चाहिँ यहाँनिर आएको दुईजना खाजा खाएर अरू आउनुहरू चाहिँ उतै छ को रहेछ नि तिनीहरू कति टेम्केको रहेछ नि बिचराहरूले केही त देख्नु पाएन होला यस्तोमा त्यतिको हुस्सु आएकै छ हुस्सु नआएको भए त क्या लभली हुन्थ्यो कि तर हुस्सुले गर्दाखेरि केही देखेन कि बुझ्नु भएन गाइजहरू सो गाइज अब चाहिँ हामी यहाँदेखि चल्दिएको होइन अब चाहिँ हामी घर लाग्थ्यौँ अब चाहिँ 3 बजिसकेको छ हामीले घर जानुपर्ने हुन्छ गाइजहरू कुराहरू यहाँ छ स्याट्ट रमाइलो भयो अरे यिनीहरूलाई मलाई चाहिँ के जस्तो पनि भएन साँचो कुरा गर्नुपर्दा चाहिँ तँलाई पनि के जस्तो भएन होइन अनि म्याचर भइसकेको मान्छेलाई यस्तै केटाकेटीलाई मात्रै रमाइलो हुने सो गाइज मलाई पनि केही जस्तो भएन त्यही पनि रमाइलै भयो झुट बोल्नुपर्छ नि त केटा अब बुझेन हौ त्यो रमाइलो पनि भयो भएन पनि अनि त्यो अब हामी पर गएर सिमसाक छ भने हेलो अनि त्यहाँ पर भाइहरू छ अरे अनि त्यही हो हामी जान्छौँ घर गाइज सो गाइजहरू अब चाहिँ हामी चल्दिएको अब हामी घर जान्छौँ त्यसपछि भिडियो पनि सक्यो के भन्छस् त सक्यो दहिँडहरू सक्यो गाइज यसले भन्छ सक्यो के भयो तेरो यहाँ खुकुरीमा के भएको थियो रे थिएन जा त्यसपछि अब त्यही हो गाइज अनि रमाइलो भयो राम्रो भयो खुसी लाग्यो खुसी पनि लागेन रमाइलो पनि भएन एउटै कुरा हो त्यो भयो नि सो हामी अब यस्तो डाँडा चलिदिन्छौँ होइन फान्डे यसको नाम चाहिँ फ्रान्सिस हो तर मलाई चाहिँ फान्डे भन्छु फेरि बुझ्नु भएन गाइजहरू सो त्यही हो सो थ्याङ्क यू फर वाचिङ हेर्दै गर्नु होला अर्को भिडियोमा भेट्नुपर्छ गाइजहरू होइन के भन्छस् र दहिँड्ने होइन तेरो अन्तिम भने दहिँड्ने सो त्यो गाइज सक्यो ल चलिदिएको